कम्पनीहरूको आइपिओ आउने क्रममा फेरि पनि अर्को हप्तादेखि 3 कम्पनीको आइपिओ आउने भएको छ र तपाईहरू 1000 को लगानी गरेर 700 सम्म नाफा कमाउने कम्पनीहरूको आइपिओ आउन लागिरहेको छ र कुन कम्पनीहरूको आइपिओ आउन लागिरहेको छ यस विषयवस्तुमा आज सम्पूर्ण जानकारी दिन गइरहेको छु र तपाईहरू पनि यस्तै जानकारी लिन चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। कम्पनीहरूको आइपिओ आएसँगै फेरि पनि 3 कम्पनीले आइपिओ निष्कासन गर्न गइरहेका छन् र पहिलो कम्पनी रहेको छ कम्पनी जसले आइपिओ निष्कासन गर्न गइरहेको छ त्यसको नाम रहेको छ सुपर खुदी हाइड्रो पावर र यस कम्पनीले यसै पुसको 22 गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीको जारी पुँजी 1 अर्ब 55 करोडको 20% हुन आउने 31 करोड रकम बराबरको 100 अङ्कित मूल्यमा 31 लाख किता यस कम्पनीले आइपिओ निष्कासन गर्न गइरहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि 15,50,000 किता आइपिओ निष्कासन गरेको छ र 6,20,000 किता लमजुङ स्थित आयोजना प्रभावित क्षेत्र र 60% अर्थात् 9,30,000 किता यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि आइपिओ निष्कासन गरेको छ भने यस कम्पनीले 1 करोड 55 लाख रकम बराबरको 1,55,000 किता यस कम्पनीले वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ। रहेको 10 देखि 11 लाख किता यस कम्पनीले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले यसै पुसको 22 गतेदेखि 25 गतेसम्म तपाईहरूले यस कम्पनीमा आवेदन दिन सक्नुहुनेछ र तपाईहरूले यस कम्पनीमा 10 कितादेखि 1000 कितासम्म आवेदन दिन सक्नुहुनेछ र तपाईहरू आयोजना प्रभावित क्षेत्र हुनुहुन्छ भने यस कम्पनीमा तपाईहरूले माघको 6 गतेसम्म यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नुहुनेछ र यस कम्पनीको इपिएसको कुरा गर्दाखेरि यस कम्पनीको इपिएस 15.76 रुपियाँ रहेको छ भने यस कम्पनीको नेटवर्थको कुरा गर्दाखेरि 133 रहेको छ। कम्पनी नेप्सेमा कारोबार झन्डै 400 रकमबाट हुने भएको छ र यस कम्पनी तपाईहरू आयोजना प्रभावित क्षेत्र हुनुहुन्छ भने माघको 6 गते र वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि यस कम्पनीले पुसको 22 गतेदेखि 25 गतेसम्म यस कम्पनीको आइपिओ निष्कासन गर्ने भएको छ र त्यस पछाडि यस कम्पनीले सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ। यो कम्पनी जसले आइपिओ निष्कासन गर्न गइरहेको छ त्यसको नाम रहेको छ तेन्सेन सिमेन्ट र यस कम्पनीले भर्खरै मात्र आइपिओ निष्कासनको लागि अनुमति पाएको छ भने यस कम्पनीले 3 अर्ब 75 करोड रकम बराबरको 75 लाख किता यस कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि पुस 30 गतेदेखि 30 गतेसम्म यस कम्पनीले आइपिओ निष्कासन गर्नेछ र यस कम्पनीले 15 करोड 62 लाख रकम बराबरको 100 अङ्कित मूल्यमा 5,62,500 किता वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूका लागि भाग्यमानी 56,250 जनाले यस कम्पनीको 10 किता आइपिओ हात पार्न सफल रहनुहुन्छ भने कम्पनीको बिक्री प्रबन्धक भनेको नोबेल इन्भेस्टमेन्ट रहेको छ र यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि 8 करोड 75 लाख रकम बराबरको 8,75,000 किता परासी जिल्लाका आयोजना प्रभावित क्षेत्र र पाल्पा जिल्लाका आयोजना प्रभावित क्षेत्रलाई यस कम्पनीले निष्कासन गर्नेछ र यस कम्पनीले पुसको 25 गतेदेखि माघको 9 गतेसम्म यस कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरूलाई आइपिओ निष्कासन गरी दोस्रो चरणमा सर्वसाधारणको लागि 46,000 किता कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले आइपिओ निष्कासन भन्दा अगाडिको यस कम्पनीको रिपोर्ट अनुसार इपिएस 3.25 रहेको छ भने यस कम्पनीको नेटवर्थ 135 रहेको छ र यस कम्पनी नेप्सेमा कारोबार हुनको लागि प्राइस 135 देखि 407 सम्म यस कम्पनी नेप्सेमा कारोबारमा जानेछ। कम्पनी जसले एफपिओ निष्कासन गर्न गइरहेको छ त्यसको नाम रहेको छ विजय लघुवित्त र यस कम्पनीले अगाडि नै आइपिओ निष्कासन गरिसकेको छ र यस कम्पनीले दोस्रो चरणमा आफ्नो जारी पुँजी थप गर्नको लागि एफपिओ निष्कासन गर्न गइरहेको छ। विजय लघुवित्तले 30% पब्लिकको स्वामित्व हुनको लागि यस कम्पनीले एफपिओ निष्कासन गरेको छ र यस कम्पनीले 4 करोड 66 लाख
81,700 रकम बराबरको 100 अङ्कित मूल्यमा 4,66,817 किता यस कम्पनीले एफपिओ निष्कासन गर्न गइरहेको छ र यस कम्पनीले यसै पुसको 21 गतेदेखि 24 गतेसम्म यस कम्पनीको एफपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले 100 अङ्कित मूल्यमै एफपिओ निष्कासन गर्न गइरहेको छ र यस कम्पनीमा 46,681 जनाले 10 किताका आधारमा आइपिओ हात पार्न सफल हुनुहुन्छ भने 7 जनाले किता आइपिओ हात पार्न सफल रहनुहुन्छ र तपाईहरूले यस कम्पनीमा 10 कितादेखि 1000 कितासम्म आवेदन दिन सक्नुहुनेछ र तपाईहरूले न्यूनतम यस कम्पनीमा 20 किता आवेदन दिनुभयो भने तपाईहरूलाई ठिक हुनेछ र यस कम्पनीले इक्रा नेपालबाट सिंगल बी रेटिङ पाएको छ जसमा दायित्व वहन गर्ने क्षमता मध्यम खालको रहेको जनाउँदछ र यस कम्पनी हालको कारोबार भनेको 757 मा भइरहेको छ र तपाईहरूले यस कम्पनीमा 1000 को लगानी गरेर तपाईहरूले 6000 सम्म नाफा कमाउन सक्नुहुनेछ भने तपाईहरूले भविष्यमा यस कम्पनीबाट लाभांश पनि प्राप्त गर्न सक्नुहुनेछ र तपाईहरूले यस कम्पनीको वित्तीय अवस्था पनि राम्रै रहेको छ र तपाईहरूले नयाँ हुनुहुन्छ भने यस कम्पनीमा आइपिओ जस्तै यस कम्पनी एफपिओ भर्न सक्नुहुनेछ। त्यसको लागि यति नै। फेरि पनि यस्तै जानकारीमूलक भिडियो लिएर उपस्थित हुने नै छु। हस्त धन्यवाद।